नेपालमा गणतन्त्र स्थापना भएपछि 17 वर्ष बितिसकेको छ। यो अवधिमा देशले धेरै आरोह अवरोहहरू सामना गरिसकेको छ। तर पछिल्ला केही वर्षमा विशेष गरी राजा ज्ञानेन्द्रका सार्वजनिक यात्राहरूमा देखिएको आम जनताको उल्लेखनीय सहभागिताले पुनः एउटा ठूलो प्रश्न खडा गरिरहेको छ। के नेपालमा राज संस्था फर्किन सक्ला? हालै पोखराबाट काठमाडौँ फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व राजा ज्ञानेन्द्रलाई स्वागत गर्न पुगेको भिडले धेरैलाई चकित बनाएको छ। सामाजिक सञ्जालमा भाइरल तस्बिरहरू र भिडियोहरूले जनतामा राज संस्थाप्रतिको आकर्षण फेरि बढिरहेको संकेत गरेका छन्। तर प्रश्न उठ्छ, के यो भिड एक सुनियोजित रणनीति थियो वा वास्तवमै जनताले राज संस्थालाई मिस गरिरहेका छन्? गणतन्त्रको यात्रा सहज भने पक्कै पनि भएन। बारम्बारका सरकार परिवर्तन, राजनीतिक अस्थिरता, कुशासन, भ्रष्टाचार, राष्ट्र निर्माणमा देखिएको उदासीनताले जनतामा निराश जन्माएको छ। लोकतन्त्रबाट आशा गरिएका विकास र स्थायित्व लक्ष्यहरू अझै पनि अपूर्ण छन्। यसको प्रत्यक्ष असरको रूपमा केही जनसमुदाय फेरि पुरानो व्यवस्थातर्फ फर्कनुपर्ने विचार राख्न थालेका छन्। उनीहरूलाई लाग्छ कि राजतन्त्र हुँदा स्थायित्व थियो, भ्रष्टाचार कम थियो र राष्ट्रिय एकता बलियो थियो। संविधानले स्पष्ट रूपमा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिसकेको छ। राजनीतिक रूपमा यो व्यवस्थालाई फेर्न सहज छैन, तर यदि आम जनतामा राज संस्थाप्रतिको समर्थन बलियो हुँदै गयो भने भविष्यमा यो बहसलाई गम्भीर रूपमा लिनुपर्ने अवस्था आउन सक्छ। यो प्रक्रियाले वैधानिक मोड लिने भनेको संविधान संशोधनको मार्ग अपनाउनुपर्छ, जुन हालको राजनीतिक परिदृश्यमा असम्भव जस्तै देखिन्छ। तर यदि गणतन्त्रले जनताको अपेक्षा पूरा गर्न सकेन भने जनताले नयाँ विकल्प खोज्न सक्छन्। राज संस्थाप्रतिको आकर्षण बढ्नु भनेको गणतन्त्रप्रतिको असन्तुष्टि बढ्नु पनि हो। यसलाई लोकतान्त्रिक प्रणालीभित्रै सुधार्ने प्रयास नगरेमा यसले भविष्यमा गहिरो राजनीतिक संकेत ल्याउन सक्छ। जनताको भावनालाई सही दिशामा लैजान आवश्यक छ, चाहे त्यो गणतन्त्र बलियो बनाउने दिशामा होस् वा राज संस्थाबारे खुला बहस गर्ने दिशामा। सरकार, राजनीतिक दल र सरकारवाला सबै पक्षहरूले यसलाई हल्कासित लिनु हुँदैन। नेपालको भविष्य जनताको हातमा छ। समय क्रमसँगै जनताको चाहना कता मोडिन्छ, त्यसैले नेपालको शासन व्यवस्थाको मार्ग निर्देशन गर्नेछ।